हेलो नमस्ते प्रसिद्धले योमो ट्युटोरियल्सको तर्फबाट म टिएन योल्मोको यहाँहरू सबैमा न्यानो अभिवादन। योल्मो ट्युटोरियल्सको उद्देश्य भनेको विशेष गरी कम्प्युटर सम्बन्धी सामान्य टिप्स र ट्रिक्स साथै निकट भविष्यमा ग्राफिक, वेब डिजाइन, एडिटिङ लगायत अन्य धेरै विषयको भिडियो बनाई यहाँहरू समक्ष पस्किने हो। स्मरण रहोस्, हाम्रा यी भिडियो ट्युटोरियल्सहरू माथि उल्लेखित विषयमा दक्ष हुनुभएको व्यक्तिहरूको निमित्त होइन, इट्स फर बिगिनर्स। र यसै क्रममा योल्मो ट्युटोरियल्सको पहिलो भिडियो ट्युटोरियल्स यहाँहरू समक्ष पस्काउँदैछु। रेट, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। यी 3 कुरा हाम्रो लागि ऊर्जा साबित हुनेछ। यहाँहरूलाई कुनै जिज्ञासा र कम्प्युटर सम्बन्धी कुनै दुविधा भएको खण्डमा च्यानलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। हामी तपाईहरूको समस्या समाधान गर्न तत्पर छौँ। आज म कम्प्युटर कसरी सफा राख्ने भन्ने कुरा देखाउन गइरहेको छु। कम्प्युटरलाई पनि टाइममा सफा गरिराख्नुपर्ने हुन्छ। तपाईँको हार्ड ड्राइभ सफा गर्नुपर्ने हुन्छ अनि रजिस्टरहरू यी कुराहरू सफा गऱ्यो भने कम्प्युटर राम्रोसँग चल्छ। तपाईँ काम गर्दाखेरि दुःख पाउनुहुन्न। यसै क्रममा सिसी क्लिनरले कसरी सफा गर्न सकिन्छ भन्ने कुरा देखाउन गइरहेको छु। यो तपाईँले फ्रीमा डाउनलोड गर्न सक्नुहुन्छ। यसको पैसा पर्दैन, पैसा दिनु पर्दैन। तर यो एकदम युजफुल पनि छ, एकदमै युजफुल छ यो। त्यसको लागि तपाईँ सिसी क्लिनर खोल्नुहोस्। त्यसपछि यो खोलिसकेपछि यहाँ देख्न सक्नुहुन्छ एनालाइज भनेर। यो एनालाइजमा क्लिक गर्नुहोस्। तपाईँ कम्प्युटरमा कति फोहोर छ भन्ने कुरो देखाउँछ यसले। मेरोमा त्यति छैन किनकि म बारम्बार क्लिन गरिरहेको छु, त्यही भएर मेरोमा त्यति छैन। यसले तपाईँको टेम्पोररी इन्टरनेट फाइल्सहरू, हिस्टोरीहरू, कुकिजहरू यी सबै कुरा डिलिट गरिदिन्छ। यहाँ देख्न सक्नुहुन्छ मेरोमा 4.67 MB छ। टाइममा सफा गरिराख्नु भने यो 4 GB, 5 GB, 6 GB पनि पुग्न सकिन्छ। तपाईँको कम्प्युटरमा भएको फोहोरहरू जस्तो तपाईँले इन्टरनेट चलाउनु भएर अथवा अरू कुनै प्रोग्राम चलाउनु भएर, सफ्टवेयर चलाउनु भएर भएको फोहोरहरू यसले फालिदिन्छ। सिसी क्लिनरको काम भयो। अब म तपाईँलाई अर्को तरिकाले पनि कम्प्युटर सफा गर्न सक्नुहुन्छ, त्यो तरिका देखाउँदैछु। ओके साथीहरू, अर्को तरिकाले कम्प्युटर सफा गर्नको लागि तपाईँले नोटप्याड खोल्नुपर्ने हुन्छ। नोटप्याड स्टार्ट बटन क्लिक गर्नुहोस्। त्यसपछि नोट मतलब टाइप गर्नुभयो भने चाहिँ माथि नोटबाट आउँछ। ओके, यसलाई ओपन गर्यो। अब यो भिडियोको डिस्क्रिप्सनमा क्लिनिङ कोडहरू तपाईँले भेट्न सक्नुहुन्छ। डिस्क्रिप्सनमा छ, त्यहाँबाट कपी गर्नुहोस् र यो नोटप्याडमा पेस्ट गर्नुहोस्। यो पेस्ट गरिसकेपछि अब यसलाई फाइल, सेभ एज, डेस्कटप नाम जे पनि राख्न सक्नुहुन्छ। तर यो फाइलको नाम जे पनि राख्न सक्नुहुन्छ। तर योभन्दा पछाडि जुन फाइलको कुन फर्मेटको फाइल हो, जस्तै PNG, JPEG, फोटोमा भए PSD अथवा बिन फाइल भने चाहिँ BIN। यो फाइलको प्रत्येक फाइलको आफ्नो नाम हुन्छ र यो फाइलको नाममा तपाईँको .bat टाइप गर्नुहोस्। त्यसपछि अल फाइल गर्नुहोस्, सेभ गर्नुहोस्। अहिले भर्खरै हामीले सेभ गरेको फाइल चाहिँ तपाईँको यहाँ आएको छ। यो हो अहिले भर्खर हामीले सेभ गरेको फाइल। र यसलाई राइट क्लिक गर्नुहोस्। त्यसपछि रन एज एडमिनिस्ट्रेटर यस गर्नुहोस्। तपाईँ कम्प्युटर सफा भयो यही तरिकाबाट। यो फाइल तपाईँले राख्नु पनि सक्नुहुन्छ, पछि सफा गर्नुलाई, अथवा डिलिट गर्नु पनि सक्नुहुन्छ। मलाई चाहिँदैन किनकि म पछि बनाउन सकिन्छ, त्यही भएर म डिलिट गर्दैछु। आजको यो ट्युटोरियलको अन्तमा म तपाईँहरूलाई हार्ड ड्राइभ कसरी सफा गर्ने भन्ने तरिका देखाउँदैछु। त्यसको लागि तपाईँ स्टार्ट बटनमा थिच्नुहोस्। कम्प्युटरमा या तपाईँ यहाँ सिधै यसै यहाँबाट डेस्कटपमा कम्प्युटर लेखेको हुन्छ, त्यहाँबाट पनि जान सक्नुहुन्छ तपाईँले। त्यसपछि यहाँ लोकल डिस्क, यो तपाईँको कम्प्युटरको हार्ड ड्राइभ हो। यसलाई पनि सफा गर्नुपर्ने हुन्छ ताकि तपाईँको नचाहिने फाइलहरू डिलिट गरेर तपाईँको हार्ड ड्राइभको स्पेस बढाउन सकिन्छ यो तरिकाबाट। यसलाई राइट क्लिक गर्नुहोस् अनि प्रोपर्टिजमा क्लिक गर्नुहोस्। सबभन्दा मुनि छ। अब तपाईँले डिस्क क्लिनअप गर्नुहोस्। यहाँ यसमा क्लिक गर्नुहोस्। केही समय लाग्न सकिन्छ, त्यो तपाईँको कम्प्युटरमा भर पर्ने कुरा हो।
ओके भयो यो। अब यसमा तपाईले के गर्नुपर्ने हुन्छ भने यो सबै अनचेक बक्स है यसलाई पुरै चेक मार्क गर्ने, यसले पुरै सबै चेक मार्क गर्ने 1 2 3 4 5 ओके। यो गरिसकेपछि तपाईले ओके मा थिच्ने। त्यसपछि यहाँ डिलिट फाइल्समा यसले तपाईको कम्प्युटरको हार्ड ड्राइभमा भएको अनवान्टेड फाइल्सहरु सबै डिलिट गरिदिन्छ। र एउटा अर्को तरिका छ जुन एकदम टाइम बेसी खाने हुन्छ तपाईको। यदि तपाईसँग धेरै टाइम छ भने यो गर्न सक्नुहुन्छ, नभए नगर्नु होला। तपाईको यो टुल्समा जानुस्, यसले चेक नाउ गर्नुस्। यसले तपाईको हार्ड ड्राइभको ड्राइभर्सहरु चेक गर्ने हो। यसले चेक गर्न यसमा चेक मार्क गरेपछि स्टार्ट गर्नुस्। अब यहाँनिर एकदम ध्यान दिएर सुन्नु होला। तपाईहरु शेड्युल डिस्क चेक गर्नुभयो भने तपाईको यो कम्प्युटर रिस्टार्ट गर्दाखेरि अथवा अहिले बन्द गरेर अर्कोचोटी खोल्दाखेरि तपाई जतिखेर खोल्नुहुन्छ, आज खोल्नुहुन्छ, भोलि खोल्नुहुन्छ, त्यतिखेर तपाईको कम्प्युटरको हार्ड डिस्क यसले एरर भएकोहरु चेक गर्छ, केही प्रब्लम भएको चेक गर्छ। तर यो प्रोसेस करिब 4 घण्टा 5 घण्टासम्म लाग्न सक्छ। तर म चाहिँ गर्दिन किनकि मसँग यति समय छैन। यसले 4 घण्टासम्म लिन सक्छ। त्यही भएर तपाईसँग प्रशस्त समय छ भने गर्नुस्। फेरि अर्को यसमा ध्यान दिनुपर्ने कुरा के छ भने यो प्रोसेस गर्दाखेरि कम्प्युटर बन्द नगर्नु होला। तपाईको पुरै कम्प्युटर स्क्रिन ब्ल्याक हुन्छ। क्यान्सल टुल्समै छ यहाँ डिफ्र्यागमेन्ट नाउ, यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरेपछि तपाईको एनालाइज डिस्कमा क्लिक गर्नुस्। ओके अहिले 37% भएको छ। यो 100% हुनुपर्छ। यसको लागि निकै टाइम लाग्छ। ओके 100% भयो। एनालाइज भइसक्यो। अब तपाईले यसमालाई डिफ्र्यागमेन्ट डिस्क गर्न सक्नुहुन्छ। के मेरो चाहिँ गर्नुपर्ने छैन किनकि मेरो गरिराखेको छ। म तपाईहरुलाई देखाउनलाई मात्रै गरेको। त्यही भएर म यो क्लोज गर्दै छु।